ल हामी चाहिँ यस्तो यहाँ चाहिँ घरहरू छ यसो हिँडेको पनि होइन हिँड्नु बाबा यो भिडियो नै गरेको ल यसो राखेर नमस्ते सबैजनालाई। हामी बिहानको समयमा आज चाहिँ हामी ढोरपाटनको यात्राको लागि हिँड्दैछौँ अनि अरू अर्को बाटो भएर जानुभएछ। हामी यतिजना चाहिँ त्यत्तिकै छोडेर यहाँ जानुभएछ घर होइन तलको बाटो भएर जाँदैछौँ। अनि आज हामी चाहिँ यो बागलुङ निस्सी खोला तल्लो ब्याङ्री भन्ने ठाउँबाट हामी चाहिँ ढोरपाटनको यात्राको लागि जाँदैछौँ। अनि हामी चाहिँ यो चाहिँ पारिवारिक फ्यामिली भिजिट हो र म चाहिँ अनि प्लस हामी मेरो चाहिँ श्रीमतीको जन्मघर अनि मेरो यो चाहिँ बागलुङको लागि पहिलो चाहिँ भ्रमण हो। अनि त्यो रमाइलो हुँदैछ। हामी धेरैजना छौँ, लगभग 13-14 जना जति छौँ। त्यो त उता गयो त अनि भाइ सुदर्शन अनि ममता पनि अस्ट्रेलियाबाट आएको समय अनि त्यसपछि भाइहरू पनि लगभग 6-7 वर्ष जति भएको, सुस्मिता दिदी, त्यसपछि सिर्जना पनि 6-7 वर्ष जस्तो लगभग भइसकेको रहेछ त्यहाँ नगएको। अब हामी त नयाँ नै भयौँ यो ठाउँमा, जोस् यात्रा रमाइलै हुँदैछ। अनि हामी जाँदैछौँ आज बिहानको समयमा। अब हामी विभिन्न दृश्यहरूलाई हेर्नेछौँ, कस्तो हुन्छ त्यहाँको दृश्यहरू, रमणीय दृश्यहरू हामी यसमा क्यामेरामा कैद गर्नेछौँ र सधैँको सम्झनाको लागि चाहिँ हामी यसलाई चाहिँ भिडियो बनाएर पनि राख्नेछौँ। झाडी नभएको भए त त्यो त सिधै त्यो बाटोमा पुग्ने रहेछ तल। हो त नि, मान्छे थोरै हुनुभयो। पहिला त हाम्रो छोरी पाला त अझै त खेल्नु बाबु के हो त नि, स्कुल जाँदा उचटले जान्थ्यो। फेरि बसिराखेको त्यो ठाउँसँग पनि राम्रो तालमेल मिल्छ फेरि। अनि नयाँ ठाउँ यहाँ हो के अरे, यहाँ झरेको हेर्नु त धन्न धन्न कहाँ यहाँ झर्थ्यो? ऊ ठ्याक्कै यहीँ झरेको धन्न यतापट्टिबाट त्यहाँ गएन छ एकैचोटि धन्न धन्न त्यहाँ अड्केछ त। अब उनीहरूले चाहिँ उतैतिर खेले जस्तो मान्छन्। हजुर हो हो, यो पाहाडतिर त त्यो पहिलोचोटि हो नि। एक घन्टा उचाल्नु समात्नु चाहिँ आज दुइटै ज्वाइँहरूले बच्चाहरूलाई साह्रो गरेर मम्मीहरूलाई मान्दैनन्, हात पुसाएर नि हिँड्छन् कि दिनु त। हजुर भनेको थिएँ बाबु यता आउनु गरेको छु उता समातेरै। हजुर यस्तो गाडी पनि यो बाटोमा गाडी पनि हिँड्छन्। हजुर ए ल हामी ढोरपाटनको लागि घरबाट हिँड्दैछौँ। हालेलुया हालेलुया प्रभु हालेलुया। बिहानको समयमा घाम चाहिँ यताबाट आएको छ र हामी चिसो छ।
यो यो गाउँलाई के भन्छ अरे दादा? यसलाई हजुर तल्लो बेङ्गली भन्छ। ए तल्लो ब्याङ्ग्री भन्नाले टाढाबाट चिन्दाखेरि टाढाबाट चिन्दाखेरि निसी खोला गाउँपालिका वडा नम्बर 2। ए निसी खोला गाउँपालिका हजुर माथिल्लो बेङ्गली योभन्दा पनि ठुलो छ न। माथि उपल्लो बेङ्गली भन्छ। हजुर ए सल्लाखरुखरुभन्दा माथिपट्टि हजुर यो चाहिँ निसी खोला गाउँपालिका तल्लो ब्याङ्ग्री। ए पल्लो उतार हामी छिटो आएछौँ त। अब अरू अरू खोइ त नि जानुभएछ क्या दाइ? 1 र 2 मा मिलियन्स अफ इयर्सको फरक छ भन्छ स्कलर्सले। यसरी नै नयाँ नियम र पुरानो नियमको बिचमा 400 वर्षको साइलेन्ट पिरियड छ। यहाँबाट बुवा हुनुहुन्छ सुदर्शन मम्मी यताबाट दाईहरू त टाढाबाट आउँदै हुनुहुन्छ यताबाट आउँदै हुनुहुन्छ दिदीहरू। ल भिडियो बनाउँदैछु है म। हेलो याना सृजना ल ममता हेरिसमा सारण बेबी ओ सारण बेबी हाई भनिदेऊ त हाई ल हिलो लाओ ल सारण बेबी ल ल ल्याउ त ल्याउ होइन मम्मीलाई गाह्रो हुनुभयो क्या टिकेलाई भेट्न जानु परेन भेट्न पर्छ के जाम जाम ल ल धन्यवाद हालेलुया प्रेज द हालेलुया नकराउ त सानो आज हामी कहाँ जाँदैछौँ? ढोरपाटन होइन अहिले हामी चाहिँ बागलुङको भ्रमणमा छौँ होइन? कहाँको भ्रमणमा छौँ यसो यता क्यामेरातिर हेरेर भनिदेऊ त हो। अनि हाम्रो घुमफिर कस्तो भइराखेछ त? राम्रो भएछ हो। पहाडमा तिमी त पहिलोचोटि होला होइन आएको? चिल्ला ल ल आऊ सानो तिमी चाहिँ पहाडमा घुम्न आएको यो पहिलोचोटि हो नि होइन? यस्तो छ है ल यस्तो घरहरू छ नि पुरानो डिजाइनको। तर घाम लाग्दैछ। सृजना सारणहरू हिँड्दैछन्। हाम्रो साथमा एउटा घरमा बस्ने कुकुर पनि ल त्यो पनि हिँड्दैछ। अब हामी कहाँ थियौँ? हो के अरे अगाडि पछाडि हुने भयो। यस्तो छन् यहाँको दृश्यहरू। अनि हामी बिसाउने ठाउँ पनि आयो ल।
यो हामी तलबाट उक्लिँदाखेरि एकदम गाह्रो हुन्थ्यो। अनि अब हामी यहाँबाट यस्तो बाटोमा जान्छौँ। अनि यहाँ बस्ने हो यी। यसो सुदर्शन ममता बिस्तारै बिस्तारै जाँदैछन्। तल खोला छ। यहाँ चाहिँ मेरी बुढी अनि छोरा चाहिँ यहाँ झोला बोकेर चाहिँ बस्नुपर्छ। छोरा सारोन छोरा ल बाबालाई हेलो भनिदेऊ नि त। हेलो बाबा भनिदेऊ नि त। ल यो त पछिसम्म हेर्ने हो नि त तिमीले त होइन त। हेर त हाम्रो छाया कति लामो भएछ। ओ सबैभन्दा लामो त कसको मम्मीको भएछ। अनि बाबाहरू उता मम्मीहरू आउँदै हुनुहुन्छ। अब त हामी तल झर्छौँ। ए बाबाहरू बाबा पुग्नुभएछ। ल अब हामी फेरि यहाँबाट सबैजना लाइन लाएर हिँड्नुभएको छ। ल अब हामी यो बाटो चाहिँ यस्तरी जान्छौँ। कुकुर ल अब तिमी यहीँ बस है। हामी फेरि आउँछौँ। ल ल के भन्न छ। यी पनि धेरै ज्ञानी छन्। ल अब हामी यस्तो साङ्ग्रो बाटोबाट जाँदैछौँ। तल खोला एकदम बगिराखेको छ। एकदमै गाउँतिरको एकदम मनमोहक दृश्य छ। एकदमै सहरको कोलाहलभन्दा धेरै टाढा शान्तमय मनमोहक चराचुरुङ्गीहरूको चिरबिर एकदम रमणीय छ ठाउँहरू। र आज हामी ढोरपाटनको यात्रामा छौँ। एकदम हामी माथिबाट झर्दैछौँ सिँढीको बाटो। हालेलुया। ल सारोन के भयो। यता कुनापट्टिबाट लैजाऊ चिफले। ल पुगिसक्नु भयो। अब हामी खोलाको नजिक आइपुग्न लाग्छौँ। उहाँहरू तल पुगिसक्नुभयो। हाम्रो टिममा करिब हामी 14 जना जति छौँ। अनि यसमा हाम्रो भैरवामा हुने बाबा जेगबहादुर बाबा परिवार, मम्मी सुदर्शन, त्यसै गरी सिर्जना, अनि यता मेरो श्रीमती सिर्जना, सारुन छोरा, म तिलक थापा, पास्टर बुवा, पास्टर न्यामा, अनि सुस्मिता दिदी, रोशन दाई, हेरिस्मा, याना, हामीहरू छौँ। अनि 13-14 जनाको टिम। अब म बरु अगाडि जान्छु। ल सारोनलाई चाहिँ गर्मी भयो जस्तो छ। हिँड्दाखेरि टोपी खोले जस्तो लाग्यो। घाम लागेको छ। सारोन गर्मी भएर हो टोपी खोलेको। किन हो त नि हो। ल तर एकदम ध्यानपूर्वक हिँड्नुपर्छ। हिजो हाम्रो सानो सारोन धन्नैले लोटिसकेको। ओहो यस्तो पाहाडको बाटोमा
अब हजुर अगाडि हिँड्नु त मम्मी बुवाहरू त मामातिर हेरेन हाम्रो सुदर्शन बाबुले पनि भिडियो बनाउँदैछन् कता यो त्यो एउटापट्टिको ए ल हामी एकदम चाहिँ खोलाको नजिकै आउन लागेका छौँ अनि हाम्रो सुदर्शनले चाहिँ भिडियो बनाउँदैछन् दुईटा हेलो बाबाले फेरि मादल जस्तै गुफुर दिनुभएको छ नमस्कार है नमस्कार एहे ल हो ल राम्रो से है राम्रो से पिड्यौला यस्तो यस्तो गरेर त यिनको हात समातेर छोरा त माइजूलाई हात समातेर ल बाटो एकदम चाहिँ लोट्ने किसिमको छ यस बाटोमा अभ्यस्त नभएको मान्छेहरू चाहिँ रोक्नुहुन्छ सानो फेरि हिजोको झोलुङ्गे पुल आयो नि त ल हामी चाहिँ अब हामी एकछिनमा पुल छौँ ल सुदर्शन बाबाहरू त्यहाँ हुनुहुन्छ ल अब माटो खेलाउने होइन है साह्रो नि त हेर ल यानाले हेर यता माटो खेलाउने होइन है हामी चाहिँ ढोरपाटनको लागि चाहिँ अब हामी पहाड चढ्ने क्रममा छौँ अगाडिपट्टि थोरै गाडी चाहिँ तान्न गाह्रो भएको थियो पहाडहरू एकदमै राम्रो छ हाम्रो अब बिचको अलिकति समय मैले खिचिनँ किन भन्दाखेरि अलिकति डिफिकल्ट नै थियो अब यो हामी पुग्न लाग्ने बेलाको चाहिँ सिनको अहिले चाहिँ खिचेको छु अब हामी अब ढोरपाटन र हामी लगभग अब यहाँ गेटतिर थालिसकेका छौँ र यहाँको चाहिँ दृश्य ढोरपाटन चाहिँ यो शिकार आरक्षणमा हामी चाहिँ प्रवेश गरेका छौँ आज यो बाटो भएर आयौँ एकदम रमाइलो ठाउँ छ अनि यो चाहिँ यो गेट हो सानो कता जाने अरे ए ये मेरा टीम है हम लोग अच्छे ये मैं हूँ और ये मेरा टीम है और हम लोग फोटो खींच रहे हैं फोटो खींच रहे हैं फोटो सब के हो त्यो ठिङ्रिङको होइन सबै गेटै आएछ पुरै
लगाइराखेको छ। उतापट्टि हिमाल पनि देखिँदैछ। सानो त्यहाँ बस्छ, ल बस्छ सानो त्यहाँ बस्छ त, ल बस्छ त्यहाँ बस्छ ल। सानो उठ 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 उठ। अलि फास्ट। ल भाग्दैन। त्यो होइन अर्को भन्दैन त्यो अर्को हो त्यो हातमा समातेको हो त्यो त्यसलाई छोडिदिए लामालाई छोडिदिए